फेरि पनि म आएँ भिडियो लिएर। के छ भन्दा म चाहिँ आज 2025 मे 18 अनि मे 18 को दिनमा के छ भन्दा म चाहिँ भर्खर उठेर सब कामसाम धाम गरेर बसेर के छ भन्दा म चाहिँ आफ्नो काम गर्न आएको। के भन्दा युट्युबको काम गर्न चाहिँ म आएको छु यहाँ। अनि के भन्न चाहन्छु भन्दा लास्ट टाइम म केमा उठेको थिएँ, मेरो गेमको करियरमा है। त्यस्तो थियो, म चाहिँ गेम्सहरू बढी नै खेल्थेँ। अनि फेरि खेल्थेँ होइन, अझै नि खेल्छु भनेर के भन्ने, अझै नि खेल्छु, थोरै बहुत हुन्छ। अनि फेरि के छ भन्दा युट्युबर बन्न त मन छ, तर कन्टेन्ट के हालौँ भन्ने हुन्छ है। अनि त्यही भएर जे भए पनि एटलिस्ट दिमागमा जे छ त्यही छ भने अनुसारले गरेर मैले आज चाहिँ भिडियो बनाएको छु। भिडियोमा के भन्न चाहन्छु भन्दा मलाई चाहिँ ठुलै युट्युबर भन्दा पनि अहिले आफ्नो प्यासन हबी बनाउन मन छ युट्युबलाई। त्यही भएर म आज चाहिँ युट्युब हालिरहेको छु भिडियो बनाएर। अनि फेरि प्लिज सपोर्ट र लाइक गरिदिनु भन्दा नि भ्युज नि आएको छैन। अनि के भन्न चाहन्छु भन्दा म चाहिँ अब आजको वेदर चाहिँ बहुत चिल छ। अनि यत्तिकै बसिरहेको छु म रुममा। अनि मेरो गाउँ खाने कथा सुन्ने हो कतिजनाले। कन्टेन्ट के हालौँ भन्ने म त्यही सोचमा हुन्छु कि जहिले, कन्टेन्ट यो हालौँ कि त्यो हालौँ भनेर। प्यासन त छ तर गेमिङकोतिरबाट हो। अनिखेरि गेमिङकोतिरबाट चाहिँ एडिक्टेड छु म होइन। त्यही भएर मलाई चाहिँ त्यो गर्न चाहिँ मन छैन गेमिङको तर्फबाट, किनकि मसँग टाइम पनि छैन। आई वान्ट टु पर्मानेन्ट युट्युबर बन्न त छ, तर फुल टाइम है। तर के गर्ने अब, जिन्दगीले पार्ट टाइम मात्र गरायो, अब यस्तो बनायो। मेरो थट्सहरू के छ भन्दा युट्युबर बन्न छ मन, तर दिमागमा केही कन्टेन्ट नै आएको छैन। अनिखेरि के गर्ने त, भिडियोमा के बनाउने के नपाउने यस्तो सोच चाहिँ हुन्छ। म कसैबाट सजेसन चाहिँ दिन सक्नुहुन्छ भने दिनुहोस् आफ्नो आफ्नो। बट के बनाऊँ भन्ने हुन्छ। एनी आइडियाज वाट टु डु वाट नट टु डु भनेर कोहीलाई के छ भने प्लिज भनिदिनु। अनि यहाँ आएर त विदेश आएपछि त म त भगवान नमस्ते पनि हरायो। अहिले त यो मेरो जस्तै नराम्रो बानी गर्ने है बानी परिसक्यो, एडिक्टेड। कज मेरो साथीले गर्दा गर्दा मैले यो बानी सिकिसकेँ। के छ भन्दा अब यतातिर आइसकेँ म। आएर अब यहाँ भगवानलाई पूजा गर्ने फुर्सद छैन, भोग लाएर हैरान भइरहेको छ। त्यही बसिरहेको छु, लाइफमा के गरिरहेको छु भन्ने मलाई पनि थाहा छैन। तर बट के हो भन्दा मलाई चाहिँ युट्युब भिडियो जसरी नै बनाउनु छ, जे भए पनि बकवास पेलेर भए पनि आई वान्ट टु बी अ युट्युबर। त्यही भएर म आज यहाँ आएको छु, किनकि मेरो युट्युबर बन्ने सपना भनेको लास्टै। यो सपना मैले कहिलेदेखि भन्दा 2016बाट सुतेर देखिरहेको थिएँ। युट्युबर बन्छ यो केटा, युट्युबर बन्ने हो भनेर, उहाँसम्मको लागि भनेर। युट्युबर बन्ने भनेर त्यो सपना 2016मा देखेको। 2025 भयो, अझैसम्म म युट्युबर बन्ने छैन। आई मिन फेमस युट्युबर है, फेरि बनेको छैन। त्यही भएर म चाहिँ जसरी भयो एउटा युट्युबर बनेरै छोड्छु। हुन त छु तर भ्युज आएन, किनकि तपाईँहरूले माया पिरती दिनुभएको छैन। एक भ्युज दिनुहोस् न, एक भ्युज। किनकि कन्टेन्ट नै छैन भनेर हो कि मान्छेहरू मसँग नआएको है। म कन्टेन्ट लिएर चाड्छु है, कन्टेन्ट लिन्छु। अनि के छ अब, मलाई चाहिँ एनिमे हेर्न बहुत मन पर्थ्यो। आई एम रियली एडिक्टेड टु एनिमे। मलाई मेरो आफ्नो बारेमा कुरा गर्न मन छैन होइन, तर आफ्नो बारेमा कुरा नगर्ने के गर्ने त, कन्टेन्ट पनि त हुनु पऱ्यो। पैसा कमाउने भनेर विदेश चाहिँ आएको। विदेश आएर के गर्ने होइन, के गर्ने भन्दा नि विदेश आएँ। अब पैसा नकमाएर पैसा कमाउने भनेर सोचमा आएको। यहाँ मेरो एल आइसक्यो, एल। अनि चाहिँ के छ भन्दा विदेश त त्यस्तै हो, कुराकानी नि भइरहेको छ। अरूभन्दा नि त्यो मनमा एउटा खल्लोपन छ अझै पनि। के गरिरहेको छु मैले आफ्नो लाइफमा, के सोचिरहेको छु, किन केही भइरहेको छैन, एक्सन किन लिइरहेन भनेर। अनि मोटिभेसनल भिडियोज पनि कति हेरेँ मैले। भिडियोज हेर्दा एकछिनको स्पार्क आउँछ, एकछिन हेर्छु स्पार्क आउँछ, त्यसपछि फेरि हराउँछ। म यो मिनिङलेस भिडियो नि किन बनाइरहेको छु, बिकज मैले यो भिडियो किन बनाइरहेको छु भन्दा मेरो फ्युचरको सेल्फलाई एउटा कन्टेन्ट मिलोस् होइन, के गरोस्
उसले केही मैले जबसम्म एक्सन नलिँदासम्म अब अरू केही हुँदैन नि। त्यही भनेर अनि एउटा भिडियो यो बनाएको मैले चाहिँ। अब हेर्ने नहेर्ने काम तपाईँमाथि हो। बरु मलाई आई डोन्ट केयर भनेर के भन्ने, तर मलाई साँच्चै हो भ्युजको माया लाग्छ। किनकि अहिले मेरो सिचुएसन नै यस्तै हो। स्टार्टिङमा भनेको अब सबलाई माया लागिहाल्छ भ्युजको। सुरुवात करियरको स्टार्टिङ नै अब यस्तो जिरोले भइरहेछ। आई डोन्ट केयर आई केयर। यही भन्दै मेरो आजको कोटा पुरा हुँदै रहेछ। आजको कोटा पुरा भयो मेरो 5 मिनट भिडियो बनाउने। म भोलि पनि आउँछु, भिडियो बनाउँछु। एटलिस्ट आई एम गोइङ टु, मैले आफूलाई के बाचा गर्छु भन्दा अब 5 महिना 5 महिना होइन, 5 मिनटको भिडियो चाहिँ जस्ट आइरहेको हुन्छ है मेरो युट्युब च्यानलमा डेली। एन्ड द्याट्स वाट आई डिसाइडेड वाट टु डु अबाउट माई फ्युचर। For me, it's either I'm going to be a successful person or either I'm going to the sands. That's it. Thank you.